हेलो हेलो यसो घरतिर होइन ठिक छ त घरदेखि जाने होइन हामी जिम कति बजीदेखि कति बजी तपाईँ कति बजी आउनु जाउँ न 5 बजे 4 बजे 5 बजे 4 बजे So hello and namaste everyone. I hope सबैजना सन्चै हुनुहुन्छ। So आज चाहिँ छुट्टी हैन, भोलिदेखि एक्जामिनेसनहरु चलिरहेको छ। सो त्यही भएर आज हाफ छुट्टी भयो है। And I am heading towards the home. And I hope तपाईहरु सबैजना एकदम फिट एन्ड फाइन हुनुहुन्छ होला है। सबैजना आफ्नो काम हुनुहुन्छ होला, कोही फ्री हुनुहुन्छ होला, कोही विकेन्ड मनाइरहनु भयो होला। सो जसरी हुन्छ यु गाइज इन्जोय योर डे हैन, एकदम फिट एन्ड फाइन तरिकाले इन्जोय योर डे। एन्ड मेरो दिमागमा चाहिँ आज के क्वेसन आइरहेको थियो भने नि हैन, जुन मैले तपाईहरुलाई शेयर पनि गर्न मन लाग्यो। सो मेरो दिमागमा आइरहेको क्वेसन चाहिँ नि हैन, व्हाट ह्यापन्स इफ we were a Bollywood star for a single day? इमेजिन गरौँ न एकचोटि, हामी एक दिनको लागि कुनै पनि बलिउड सुपरस्टार भएको दिन चाहिँ हैन, व्हाट वी गन फिल, हामीले कस्तो फिल गर्थ्यो होला क्या। बेलुका सबै आफ्नो कामसाम सकेर हैन, खानासाना खाएर सबै काम सकेर टक्क सुत्न गइयो। जस्ट इमेजिन के हैन, सुत्न गइयो। एन्ड बिहान उठ्यो, एन्ड बिहान उठेर हैन टक्कसँगले मुख धुन जाँदा अथवा ब्रस गर्न जाँदाखेरि चाहिँ हैन, whenever you see towards the mirror and boom you were a Bollywood star, what you gonna feel or what you gonna think? सुरुमा के क्वेसन आउँछ होला? द क्वेसन हैन, क्वेसन प्लस सक्टको जुन त्यो एउटा हुन्छ नि हैन, त्यो चाहिँ कस्तो हुन्छ होला? जस्ट इमेजिन गरौँ न एकचोटि यार। टक्कसँगले हैन, यु फिल लाइक अ सुपरस्टार and when you came out of your house हैन, everybody is shouting your name हैन, everybody is taking your name हैन, and you are waving your hand हैन, हात टक्क हल्लाएर हैन आफ्नो फ्यान्सहरुलाई नमस्ते गर्दै हात हल्लाउँदै हैन, टक्क आफ्नो फ्यान्सहरुलाई ग्रिटिङ गर्दाखेरिको हैन त्यो मोमेन्ट कस्तो हुन्छ होला? अनि टक्क आफ्नो सबै कामहरु सकेर हैन, अनि टक्क आफ्नो गाडी निकालेर हैन, ड्राइभरले टक्कसँगले गाडी निकाल्छ, आफू टक्क गाडीमा बसेर हैन टक्कसँगले जाने हैन। अब गाडी जुनै पनि हुन सक्छ नि हैन, अडी हुन सक्छ, मर्सिडिज बेन्ज हुन सक्छ, रोल्स रोयस हुन सक्छ, और वरिपरि बडीगार्ड राखेर यु लाइक टु गो विथ योर अन सुपर बाइक्स हैन, टक्कसँगले हैन आफ्नो रोल्स रोयसमा टक्क ड्राइभर हुन्छ हैन, बडीगार्ड अगाडि पछाडि सरसँगले टक्क जिम जाने हैन, 1.5 घन्टा 2 घन्टा टक्कसँगले जिम जाने, अनि टक्क जिमबाट फर्केर आउने हैन। जिमबाट फर्केर आउँदाखेरि अथवा जिम जाँदाखेरि हैन, जुन बाहिर वेट गरेर बसेका हुन्छ नि क्यामेरा लिएर पपराजीहरु हो, दे आर साउटिङ योर नेम हो, सर one photo अथवा मैम one photo, सर हाउ आर यू, सर हाउ यू आर गोइङ टु लिभ योर डे फर टुडे हैन, आदि इत्यादि क्वेसनहरु हुन्छ हैन। एन्ड यु हैन, यु आर लाइक हुन्छ नि ओके फाइन हैन, टक्कै यसो हात हल्लाउने, टक्कै यसो ओके भनेर थम्स अप दिने हैन, नो मोर टकिङ विथ द पपराजी, टक्क आफ्नो काममा हिड्ने हैन। अनि टक्क जिम सकेर निस्केर हिड्ने बेलामा पनि फेरि पापराजी टक्कै यसो फोटोसोटो खिच्छ ओर्छ हैन, टक्क घर जाने,
फ्रेस हुने होइन एन्ड देन ओके यु आर रिडिङ द स्क्रिप्ट अर यु आर ह्याभिङ योर सुट होइन सुटको लागि अब प्रोड्युसरको कल आउने डाइरेक्टरको कल आउने होइन टक्क साथीभाइहरूसँग भेट्ने होइन नट अ नर्मल साथीभाइहरू क्या अब बलिउड सुपर स्टार इज मिटिङ विथ द एनादर बलिउड सुपर स्टार के सो आर यु इमेजिन होइन इमेजिन गर्दैछ नि तिमीहरू होइन कस्तो चाहिँ हुन्छ होला एन्ड त्यस पछाडि होइन यु आर गोइङ फर अ सुट हो टक्कसँगले सुटमा जाने सबै सुटहरू पुरा डाइरेक्टर प्रोड्युसरले पनि ओके फ्यान्टास्टिक होइन लाइट्स क्यामेरा एक्सन टक्क आफ्नो एक्टिङ दिने होइन टक्कसँगले उता फ्यान्सहरू बाहिर वेट गरेर हुन्छ सर बिग फ्यान सर वान फोटो होइन टक्कसँगले एउटा फोटो खिचिदिने होइन अ सेल्फी एन्ड देन यु आर हिडिङ टुवर्ड्स युर एनदर मिटिङ अर द फरेन सुट होइन टक्कसँगले एयरपोर्ट जाने होइन एयरपोर्टमा पनि पुरा पापराजीहरू बसिरहेको हुन्छ एन्ड इफ आई यदि त्यस्तो होइन इमेजिनेसन यदि त्यस्तो हुन्छ होइन र यदि आफूले पनि त्यो लेभलमा एउटा कुनै पनि एउटा सुपरस्टारको इमेजिनेसन गरेर आफूलाई त्यो एक दिन बिताउनु छ भने चाहिँ नि होइन इन माई पर्सनल ओपिनियन होइन म चाहिँ नि होइन एक दिनको लागि आई वुड लिभ लाइक अ शाहरुख खान के मलाई शाहरुख खानको जसरी एक दिन बिताउनु छ क्या त्यो मन्नत होइन त्यो मन्नतको माथिबाट होइन फ्यान्सहरूलाई होइन टक्कसँगले यस्तो हात हल्लाउँदै होइन हात वेभ गर्दै टक्क एउटा आइकोनिक पोज दिँदै होइन ओहो ऐसी छोटी छोटी देशों में ऐसी छोटी छोटी बातें होती रहती है भन्ने वाला जुन डायलॉग होइन तू हाँ कर या ना कर तू है मेरी किरण तू है मेरी किरण त्यो थियो त्यो एक दिनभरिको जुन हुन्छ नि होइन त्यो तिमीले कुनै पनि एउटा सुपरस्टारको होइन लाइफ इमेजिन गरेर तिमीले त्यसरी बाँच्न पाउने हो भने नि होइन द्याट वान डे इज लाइक होइन तिमीले कति वर्ष बाद जस्तो फिल हुन्छ होला के हुन्छ नि टक्कसँगले एउटा नायक मुभीको सिन जस्तो क्या यदि तँलाई राजनीति गर्न आउँछ यदि तँलाई यो कुर्सी त्यति सजिलो लाग्छ भनेदेखि एक दिन त सिएम बनेर देखा भन्छ नि हो बस जस्ट लाइक द्याट के इमेजिन त्यो इमेजिनेसन मात्र नभएर नि त बियोन्ड द इमेजिनेसन भइदिन्छ क्या ठिक छ नि त होइन हेलो यसो घरतिर जाउँ त्यस्तो छ नि त त्यस्तो छ होइन सो त्यही भएर बियोन्ड द इमेजिनेसनका कुराहरूलाई चाहिँ होइन ओहो के भन्ने र जति दुईजना चाहिँ मेरा सब्सक्राइबर हुन् होइन त्यो दुईजना मेरो सब्सक्राइबर पनि हुन् एन्ड द ब्याक वान सी इज माई वाइफ होइन एन्ड द नेक्स्ट हि इज निकेश अ भेरी गुड गाई होइन सँगै काम गर्छ उनीहरू एन्ड सो मेरो चाहिँ काम थियो नि त आज त्यही भएर मैले नि उसलाई लिन आउन पाएन बिकज मेरो पुरानो बानेश्वरमा सानो काम थियो अनि जस्ट सी वाज कलिङ मी होइन के छ कता छौ काम सक्यो लिन आउँछौ होइन बट आई वाज इन अ मिटिङ होइन सो त्यही भएर मैले उसलाई लिन आउन पाएको थिएन एन्ड सो गाइज यस्तै हो होइन सो हाउ डु यु फिल बिङ अ इमेजिनेसन विथ द सुपर स्टार्स सो तपाईँले चाहिँ होइन आफूलाई इमेजिनेसन गर्नु पर्यो भने चाहिँ एउटा कुन सुपर स्टारको फिल लिएर होइन कुन एउटा सुपर स्टारको चाहिँ तपाईँले आफूलाई
इमेजिन गर्नुहुन्छ हैन हाउ गन यु मिमिक फर अ वान डे अफ योर ओन चोइस अफ योर स्टार के तिमीलाई चाहिँ कुन सुपर स्टार बन्न मन लाग्छ इफ यु कुड इमेजिन एन्ड इफ इट कुड बी द रियल फर अ सिंगल डे सो कमेन्ट डाउन द बिलो तपाईलाई कुन सुपर स्टार बन्न मन लाग्यो हैन सो टिल देन किप लभिङ किप सपोर्टिङ र भिडियो मन पर्यो भनेदेखि च्यानललाई लाइक शेयर र सब्स्क्राइब पनि गरिदिउँ सो टिल देन लिभ अ लाइफ लिभ अ ड्रिम बुम